नेपालमा उत्पादित केही खाद्य वस्तुहरू समय समयमा गुणस्तर परीक्षणमा असफल भएपछि स्वदेशी उत्पादनको गुणस्तरबारे प्रश्न उठ्ने गरेको छ। खजुरीको पफ, करेन्ट चाउचाउ, लाली चाउचाउ र वाइवाई जस्ता चर्चित ब्रान्डहरू विभिन्न समयमा नियामक निकायको परीक्षणमा मापदण्ड अनुसार नभेटिएको भन्दै विवादमा आउने गरेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कुनै उत्पादन गुणस्तर परीक्षणमा असफल हुनु भनेको सम्पूर्ण उद्योग ब्रान्ड नै खराब हुनु होइन। उत्पादनको कुनै विशेष ब्याच वा लटमा समस्या देखिएमा मात्र त्यसलाई गुणस्तरहीन घोषित गरिन्छ। गत वर्षको खजुरीको पफमा निर्धारित सीमाभन्दा बढी ट्रान्सफ्याट भेटिएपछि विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। कम्पनीले पनि उत्पादन प्रक्रियामा भएको त्रुटि स्वीकार गर्दै सामान फिर्ता लिएको थियो। यस्तै यशोदा फुड्सका करेन्ट र लाली चाउचाउमा प्रयोग भएको फ्याटको एसिड भ्यालु मापदण्ड अनुसार नभेटिएपछि ती उत्पादनमा पनि बजारबाट फिर्ता गर्न आदेश दिएको थियो। काठमाडौँ महानगरपालिकाले समेत 2081 सालमा वाइवाई चाउचाउको गुणस्तरमा समस्या देखिएको भन्दै कारबाही गरेको थियो। विशेषज्ञहरूका अनुसार कच्चा पदार्थको गुणस्तर, उत्पादन प्रक्रिया र भण्डारण ढुवानी व्यवस्थापनमा कमजोरी हुँदा यस्ता समस्या देखिने गर्छन्। विशेष गरी प्रशोधित खाद्य वस्तुहरूमा तेलको गुणस्तर, आर्द्रता र खाद्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न नसक्दा परीक्षण असफल हुने सम्भावना बढी हुन्छ। उद्योगीहरू भने स्वदेशी उत्पादनमाथि बढी निगरानी हुने भएकाले कमजोरी बढी देखिने तर्क गर्छन्। खजुरीको नेपाल प्रालिका बजार प्रमुख किशोर कोइरालाले प्रतिस्पर्धी कम्पनी र केही मिडियाले सामान्य विषयलाई पनि अतिरञ्जित बनाउने गरेको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीले उत्पादनको गुणस्तरलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने नियामक निकायको कडाइलाई उपभोक्ता सुरक्षाका लागि आवश्यक मान्छन्। उनीहरूका अनुसार स्वदेशी वा विदेशी जुनसुकै उत्पादन भए पनि समान मापदण्ड लागू हुनुपर्छ र कमजोरी भेटिए सुधारको अवसरका रूपमा लिनुपर्छ। समग्रमा केही उत्पादनमा देखिएका समस्याका आधारमा सबै नेपाली खाद्य उद्योगलाई गुणस्तरहीन भन्न मिल्दैन। नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गरी निर्यात समेत गरिरहेका उद्योगहरू छन्। तर पटक पटक देखिने कमजोरीले उद्योगहरूले गुणस्तर व्यवस्थापन, परीक्षण प्रणाली र खाद्य सुरक्षामा थप लगानी गर्नुपर्ने आवश्यकता भने स्पष्ट देखिएको छ। नियामक निकायको प्रभावकारी अनुगमन र उद्योगहरूको जिम्मेवारी उत्पादन प्रक्रियाबीच सन्तुलन कायम हुन सके उपभोक्ताले अझ बढी सुरक्षित र गुणस्तरीय खाद्य वस्तु पाउनेछन्।